नमस्कार, म लक्ष्मण भण्डारी माइल दाई। यो रुगा भन्ने चिज के हो? यसबाट कति असर पर्छ र हाम्रा कुन कुन अङ्गहरूमा असर गर्छ भन्ने सन्दर्भमा मैले खोतल्ने कोसिस गरिरहेको छु। त्यसैले गर्दाखेरि यो रुगा लाग्यो भनेपछि छोड्नै जान्दैन। जब रुगा लाग्छ तब हाम्रो नाकबाट पानी बग्छ र केही समयपछि पुरै नाक बन्द हुन्छ, टाउको दुख्छ। कसैलाई त यो चाहिँ हड्डी फुट्ने गरी ज्वरो आउँछ र सताइरहन्छ। यो 2-4 दिन होइन, 1 हप्ता होइन, औषधि खायो केही दिनलाई ठिक हुने, फेरि बल्झिहाल्छ। सधैँ बारम्बार दुःख दिइरहन्छ। यही सन्दर्भमा मलाई याद आउँछ, सानो बचपनमा छँदाखेरि म पनि रुगाको निकै प्यारो मान्छे। मलाई अत्यन्तै माया गर्थ्यो रुगाले। त्यसै सन्दर्भमा मेरो आमाबुवाले मलाई यो खै कहाँबाट हो, यो बुझ्दै जाने क्रममा यो तितो भन्ने चिज यो रुकुमतिर पाउँदो रहेछ, त्यो सामा गरेर राख्नु हुन्थ्यो बुवा आमाहरूले। त्यही खाना खाए पश्चात त्यो तितोलाई उमालेर 1 गिलास पानी बनाइसकेपछि त्यो खाना दिनुहुन्थ्यो। मैले त्यही खान्थेँ। खाएको भोलिपल्ट नै तयार हुन्थ्यो। त्यो जडीबुटी पनि खै अब त्यो ठाउँमा हुनै छोड्यो कि यहाँ, किनभने हस्पिटलका कारणले गर्दाखेरि त्यो लोप हुँदै गयो, यहाँ आउँदैन। त्यो अति महत्त्वपूर्ण चिज रहेछ। 1 डोज मात्रै खाने बित्तिकै 1 गिलास तताएर त्यो उमालेर त खाने बित्तिकै फ्याट्टै भोलिपल्ट रुगा पाक्थ्यो। न टाउको दुख्थ्यो, न केही हुन्थ्यो, आनन्दको महसुस हुन्थ्यो। यसै सन्दर्भमा यो जब रुगा लाग्छ, त्यो टाउको दुख्नु, ज्वरो आउनु, त्यो आफ्नो ठाउँमा छ। जस्तै अहिले हस्पिटल, तमाम हस्पिटलहरू छन्। ती हस्पिटलबाट औषधि गोली खाने बित्तिकै तयार हुन्छ। तयार भएको महसुस त हुन्छ हामीहरूलाई, तर त्यो तयार भएको हुँदैन। बाहिर चिल्लो घसिरहेको हुन्छ। त्यसले बाहिरको रूपमा ठिक भयो। जब त्यो नजला भन्नाले त्यो रियाल, रुगा लागेको त रियाल आउँछ नि, त्यो रियाल चाहिँ हाम्रो आँखा, कान, नाक, मुख, जस्तै लिभर, हाम्रो प्रत्येक अङ्गमा गएर बस्दो रहेछ। लगायत हाम्रा अन्य भागहरू जस्तै हात खुट्टामा त्यो रियालहरू गएर बस्दो रहेछ। रियालहरू जस्तै तपाईँको हात खुट्टामा तपाईँका यो ससाना खटिराहरू पोको जस्तो मोयो भनिन्छ, जसलाई मोयो भन्ने पनि गाउँघरमा चलन छ। त्यो मोयो जसको बसिया हुन्छ नि, त्यो नजला रुगा जो जम्मा भएको अवस्थामा त्यहाँ हाम्रो अङ्गले त्यो रियाललाई पुरा एकट्ठा गरेर पुरा जालीले ढाकिदिँदो रहेछ। अनि त्यो क्रमशः बढ्दै बाहिर जान नपाउने, बढ्दै जाँदाखेरि मोयोको रूप लिने रहेछ। खालि त्यसमा न खुन हुन्छ, न केही हुन्छ, खालि सेतोपना हुन्छ। त्यसलाई अपरेसन गर्दा पनि सेतोपना देखिन्छ। खासै त्यसमा मासुको डल्लो हुँदैन। त्यसैले गर्दाखेरि यो जस्तै हाम्रो कपाल फुल्दिन्छ, कपाल झर्छ, के कारण हो भन्नुहुन्छ भने चाहिँ त्यही हाम्रो रियाल गएर कपालको जरामा गएर बस्दिन्छ। जरामा गएर बसिदिएपछि के भयो त, हाम्रो जुन हार्मोन, कपालले जो हार्मोन पाउनुपर्ने हो, कपाल बन्ने हाम्रो जुन एउटा यो शक्ति हो,
त्यसलाई चाहिँ नष्ट गरिदिने र नष्ट गरिदिइसकेपछि त्यो कपाल फस्टाउन नपाउँदो रहेछ। फस्टाउन नपाएपछि तपाईँको कपाल झर्ने, कसैको सेतो हुने हुँदो रहेछ। त्यसले गर्दाखेरि जस्तै तपाईँको कपालमा त त्यो भयो, जस्तै तपाईँको आँखा, कसैको आँखा छिटो कमजोरी हुनुको कारण के रहेछ भने चाहिँ त्यही रियाल चाहिँ आँखाको मुनि गएर ब्लक गरिदिन्छ। अनि त्यो जो हाम्रो खाना मार्फत गएका त्यो विभिन्न आँखालाई चाहिने तत्त्वहरू हुन्, तिन चाहिँ ब्लक गरिदिएपछि त्यो त्यो पास हुन सकेन। पास हुन नसकेपछि त्यो आँखा पनि कमजोरी हुँदै जाने, मधुरो देख्ने र बेलैमा आफ्नो एउटा उमेर नपुग्दै आँखा बस्ने, आँखा कमजोर हुने, मधुरो देख्ने अवस्था हुन्छ। जस्तै हाम्रो विभिन्न किसिमका शरीरमा गएर यसले अट्याक गर्छ। त्यसले गर्दा रुगा भन्ने कुरो मान्छेले सामान्य सोच्छन्, भयङ्कर यो डेन्जर बिमारी हो। त्यसले गर्दाखेरि यसबाट जस्तै मैले पहिला तितोको कुरो गरेँ, तितोको ठाउँमा मैले एउटा यो मलाई पनि अत्यन्तै मलाई माया गर्थ्यो। रुगा लागिरहने, औषधि खाइरहने, केही दिन ठिक हुने, फेरि रुगा लागिरहने। त्यही क्रममा मेरो एउटा भाइ गोत्याकै छोरा, जस्तै कुलवार भण्डारीको जेठो छोरा दिपक भण्डारीसँग प्रसङ्गवश भेट भयो। र मलाई रुगा लागिराखेको अवस्था थियो। मलाई रुगा लागेको छ ठुलोबा भनेर उसले सोध्यो। अनि मैले सोधेपछि रुगा लागेको छ भने, त्यसपछि उसले भन्यो कि यो टाउके झार भन्ने पाउँछ, यो टाउके झार भन्ने कुरो पाउँछ, त्यसलाई उमालेर खानु तयार हुन्छ ठुलो बुवा भने हुनाले मैले त्यो टाउके झार सिकाइदियो। उसले सिकाइदिएपछि मैले खाएँ। खाइसकेपछि यो टाउके झार यस्तो रहेछ, हेर्नुहोस्, यस्तो, यसलाई टाउके झार भन्दो रहेछन्। यो हरियोमा यस्तो हुन्छ, कोही यो सेतो फुल्या हुन्छ, वरिपरि सानो पात हुन्छ यो। अनि सुक्यो भने यस्तो हुन्छ, यो सुक्यो भने यस्तो हुँदो रहेछ। र मैले त्यो एक दिन जस्तै 2 डोज खाने बित्तिकै मेरो रुगा पूर्ण रूपमा ठिक भयो। मलाई याद आयो कि पुरानो तितो र यसमा कुनै अन्तर रहन्छ, भयङ्कर राम्रो औषधि रहेछ भन्ने सोचेर मैले पनि यो घरमा लगाएको छु। र यो कताकति यो खरकट्टी जस्तै झाँसीमा मुनि त पाउँदैन, खरकट्टी अलिकति राम्रो बलौटे भएको ठाउँमा पाउँदो रहेछ। त्यो यो गाउँघरमा यसलाई टाउके झार पनि भन्दो रहेछन्। त्यसले गर्दा यो अति महत्त्वपूर्ण छ। मैले यो जडीबुटीको बारेमा कुरो गरेँ। अर्को एउटा व्यायामको बारेमा भन्नुहुन्छ भनेपछि सधैँ तपाईँले बेलुकी नगर्दा पनि हुन्छ, बिहान 15 चोटि यसरी 15 चोटि, अनि यसरी 15 चोटि, यसरी 15 चोटि गर्नुभयो भने रुगा कुनै हातमा लाग्दैन। यो मेरो अनुभव हो। यो बुटीको बारेमा मेरो दाइको छोरा दिपक भण्डारीबाट मैले प्राप्त गरेको हुँ। यस्तैबाट मैले खोज खबर गरेर पनि धेरै कुरो, धेरै जडीबुटी बारेमा मलाई अनुभव छ जस्तो लाग्छ। मभन्दा अनुभवी पनि धेरै हुनुहुन्छ होला, तर विशेष मैले आफैले थ्योरी गरेर, आफैले यसलाई यो बारेमा रिसर्च गरेर मैले अध्ययन गरेको छु। धेरै राम्रो छ, तपाईँहरूले पनि प्रयोग गर्नु होला। र यो घातक रुगा खोकीबाट बच्नु हुनेछ भन्ने आशा राख्दै म यसलाई बिदा चाहन्छु। धन्यवाद।